पहिलो दिन स्कुल जाँदा एकदमै लाज लागिरहेको थियो, मलाई भिडियो बनाउन पनि एकदम अप्ठ्यारो भइरहेको थियो। सो आज चाहिँ यो मेरो तेस्रो दिन हो है कलेजको साथीहरू। हाम्रो कलेज चाहिँ बिहानको 6:30 बजेदेखि स्टार्ट हुने भएकाले म भने बिहानै 5 बजे उठिहाल्छु। सो हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। सबभन्दा पहिला चाहिँ म झुलबाट बाहिर निस्किन्छु र लाइटको बटन चालु गर्छु। एकछिनपछि घडीमा हेर्छु त 5:06 गइसकेको थियो। त्यसपछि हाम्रो बिहानको नास्ता हुन्छ अन्डा र चना। त्यसलाई बनाउनको लागि सबभन्दा म प्याज, टमाटर, हरियो खुर्सानी, अदरक, लसुन सब चाहिने आवश्यक सामानहरू सबै रेडी गर्छु। त्यसपछि म चना बनाउनको लागि कुकरलाई माझमा लगाउँछु र ग्यासको रेगुलेटर पनि अन गर्छु, किनकि ग्यासको रेगुलेटर अन छोडेमा कहिलेकाहीँ दुर्घटना हुन सक्छ। त्यसपछि कुकरमा तेल हालेर त्यसलाई तात्नलाई छोडिदिन्छु र एकछिन बाहिर जान्छु भनेको त ढोका लक थियो। त्यसपछि भित्र आउँछु र तेल तातिसकेको हुन्छ। मैले मोबाइललाई पानीको जारमाथि राखेको थिएँ र कुकर राम्रोसँग देखिएको थिएन, त्यसलाई उठाएर म पल्लो चुल्हामा राख्छु। त्यसपछि अघि काटेको प्याज, टमाटो, लसुन, अदुवा म सबै हालेर राम्रोसँग रातो हुने गरी भुट्छु। त्यसपछि म त्यसमा चाहिने आवश्यक मसलाहरू सबै हाल्छु र 15 देखि 20 सेकेन्ड पुनिउले राम्रोसँग चलाउँछु। त्यसपछि हिजो बेलुका रुजाएको चना पनि म त्यसमा हाल्छु। त्यसपछि उक्त चनालाई पाक्न चाहिने आवश्यक पानी पनि हालिदिन्छु र केही समयसम्म कुकरको ढक्कन पनि लगाइदिन्छु। त्यसपछि म क्यारेटबाट 2वटा अन्डा निकाल्छु र उक्त अन्डालाई बोइल गर्नको लागि म एउटा बोलमा पानी हालेर माझमा लगाइदिन्छु। त्यसपछि म ब्रस गर्नको लागि कोलगेट, ब्रस र फेस वास लगेर म भने वासरुमतिर लाग्छु र ब्रस गर्न थाल्छु। एकछिनपछि फ्रेस भएर भित्र आएर हेर्दा अघि माझमा लगाएको चना र अन्डा दुईटै पाकिसकेको रहेछ। त्यसपछि म उक्त पाकिसकेको 2वटा अन्डालाई भाँडामा निकालेर चिसो पानी हालिदिन्छु। यस्तो गरेमा त्यसको बोक्रा सजिलै आउँछ र यति काम गर्दा गर्दै टाइम भने 5:43 गइसकेको हुन्छ। आधी चना र एउटा अन्डा दाजुले राखेर आफूलाई एउटा प्लेटमा थोरै चना र एउटा अन्डा प्लेटको साइडमा राखेर एकदमै हतारले खान थाल्छु। त्यसपछि अब कलेज जानको लागि रेडी हुनु पर्यो भनेर ड्रेस पनि लगाउन थाल्छु। ड्रेस यही हो भनेर भन्नु होला साथीहरू, ड्रेस चाहिँ कोट प्यान्ट सर्ट हो है। म नयाँ आएको कारणले ड्रेस सिलाएको थिएन। रेडी भइसकेपछि म कलेज जानको लागि कोठाको लाइट बन्द गरेर बाहिर निस्किन्छु र आफ्नो कलेजतिर हिँड्न थाल्छु। एक्लै छस् त अरू स्टुडेन्ट छैनन् भनेर भन्नु होला साथीहरू, यतादेखि म भने एक्लै जाने गर्छु। एकछिनपछि टाइम कति पो भनेर घडीमा हेरेको त 6:07 पो गएको रहेछ। फर्स्टचोटि काठमाडौँको सहरमा भिडियो बनाउँदा एकदमै डर र लजाइरहेको थिएँ, किनकि मलाई मानिसहरूले हेरिरहेका थिए। केही समयपछि मन्दिरै मन्दिरदेखिको हिँडाइपछि म भने पुग्छु आफ्नो कलेजको बाहिरपट्टि। आफ्नो एसबी एकाडेमी कलेजमा पुगिसकेपछि म छिर्छु गेटभित्र। हाम्रो क्लासरुम 3rd फ्लोरमा भएकोले म जान्छु 3rd फ्लोरमा र आफ्नो क्लास साथीहरूसँग मिल्छु। केही समयको पढाइपछि कलेज छुट्टी हुन्छ अनि म भने आफ्नो रुमतिर लाग्छु। भिडियो मन परे लाइक, कमेन्ट र सेयर गर्न भने नबिर्सिनु होला। बाँकी अर्को भिडियोमा भेटौँला। बाई बाई एन्ड टाटा।